हामीसँग दुईटा ब्याट्री छ जो 2000 mAh को 2000 mAh को दर गरेर टोटली भनेको 4000 mAh को ब्याट्री छ है। र यो ब्याट्रीलाई चाहिँ हाम्रो मसाजर गनमा कस्तो तरिकाले प्रयोग गर्ने, अब कस्तो तरिकाले युज गर्ने। अब यो ब्याट्री भनेको मैले मार्केटबाट बाहिरबाट पसलबाट किनेर ल्याएर आएको हो, जो कि हाम्रो मसाजरको ब्याट्री अलरेडी ड्यामेज भएको कारणले गर्दाखेरि अब यो ब्याट्री चाहिँ कस्तो तरिकाले हामीले मसाजरमा इन्स्टल गर्न सकिन्छ है। सबैभन्दा पहिला त हामीले यो बुझ्नै पर्ने हुन्छ कि हाम्रो मसाजर मेसिनमा कस्तो तरिकाले ब्याट्री इन्स्टलेसन गरिएको छ, कस्तो तरिकाले ब्याट्रीहरू कनेक्सन गरिएको छ। त्यो बुझ्नको लागि सबैभन्दा पहिला हामी हाम्रै मसाजरमा भएको एउटा ड्यामेज भएको ब्याट्रीलाई लिन्छौँ है। यो हाम्रो मसाजरमा भएको एउटा ड्यामेज ब्याट्री, यहाँनिर 3टा तारहरू छ है। 3टा तार चाहिँ के को लागि भनेर भन्दाखेरि चाहिँ यो भनेको माइनस भयो कालो है, नेगेटिभ भयो, र अर्को रातो भनेको पोजिटिभ, यो भनेको प्लस भयो क्या। र यो सेतो तार भनेको चाहिँ यो भनेको चाहिँ अब ब्याट्रीको कति पर्सेन्ट छ भनेर चाहिँ ब्याट्रीको पर्सेन्टहरू देखाउनको लागि जोडिएको, यो चाहिँ यहाँनिर चाहिँ जोडिएको हुन्छ। अब सबैभन्दा पहिला हामी यसलाई चाहिँ यो कभर गरेको हुन्छ यसलाई है, तर बुझ्नको लागि हामीले पोस्टमार्टम गर्छौँ, भित्रबाट काटिदिन्छौँ र निकालिदिन्छौँ। अब निकालिदिए पछाडि है, र ब्याट्रीको कनेक्सन भनेको चाहिँ अब यसले हामी उकाइदिउँ, थोरै यहाँबाट उकाइदिइसके पछाडि अब यसलाई निकालिदिइसके पछाडि अब यसलाई निकाले पछाडि यहाँनिर ब्याट्रीको कनेक्सन देख्छौँ है। र ब्याट्रीहरू जहिले पनि दुई तरिकाले कनेक्सन हुन्छ, एउटा भनेको प्यारालल कनेक्सन र एउटा भनेको सिरिज कनेक्सन क्या है। प्यारालल कनेक्सनमा हामी चाहिँ कनेक्सन गरेर जोड्यौँ भने ब्याट्रीको एम्पियर जस्तोको त्यस्तै हुन्छ, र ब्याट्रीको एम्पियर जस्तोको त्यस्तै हुन्छ, तर होइन प्यारालल कनेक्सनमा हामी जोड्यौँ भने जस्तै प्यारालल कनेक्सन कस्तो तरिकाले भनिन्छ भन्दाखेरि चाहिँ अब मानिलिनु यो माइनस भयो, यो प्लस भयो है। अब तलबाट आएको पोजिटिभ टर्मिनल अथवा पोजिटिभ चाहिँ कनेक्सन अर्को माइनसमा जान्छ है। जस्तै लाइक के छ भन्दाखेरि चाहिँ यहाँदेखि चाहिँ एउटा जस्तै अब घर बनाउँदाखेरि अब माथिल्लो तला जोड्दै लगिन्छ नि त। त्यस्तै के छ भन्दाखेरि चाहिँ अब यो माइनस जोड्ने होइन, के छ भन्दाखेरि तलको प्लसलाई माथिको माइनसबाट यसरी जोडिदिने, यानि कि तलको पोजिटिभ चाहिँ एनर्जी माथि जोडिँदै जाने हो। अब यता माथि निस्क्यो। अब हाम्रो मसाजरमा चाहिँ दुईटा मात्रै ब्याट्रीको सिरिज कनेक्सन गरेको छ क्या। सिरिज कनेक्सन गर्दाखेरि के हुन्छ